र हामी अघि जुन चाहिँ बाटोमा हामी बात गर्दै आएको थियौँ र चाहिँ हामी हिँड्दै हिँड्दै यहाँ आइपुग्यौँ र अमर सुब्बाको सुन्तला बारीमा आइपुगेको थियौँ र चाहिँ यहाँ तपाईँलाई देखाएको छु यो चाहिँ भएको ठाउँ देखिरहेको छ हामी आउँदा पनि लडेर ठोकेर हेर्नु काटेर हो र हामीले यो केही छैन तर बिचरा दाजुको चाहिँ यस्तो अवस्था पनि जिन्दगीभर उसले आशा गरेको स्याहारेको सुन्तला यही सुन्तलाले उसले नानीहरू पढायो हुर्काएर अब बुढेसकालले खाने बोटहरू पनि हामी यो हालत भएको छ कमसेकम पनि 30 डेसिमल समथिङ 30 डेसिमल पनि हो किन भने सबै किसिम हो त्यो त अब सुन्तलाबाट तपाईँ छाडै देख्नुहुन्छ हाँगार भाँचिएर फल्ने होइन लत्ताले होइन अर्को कुरा चाहिँ यस्तो रहेछ नि जन दाजु के भन्नुहोस् त अब अहिले यो अक्टोबर हो मेन प्रोडक्सन तपाईँको त्यो पाक्ने समय चाहिँ ड्राइप हुने समय चाहिँ के रहेछ अब डिसेम्बर हो अब लगभग 2 महिनामा हो कि होइन भनेको छ सत्य हो कि 2 महिना बाद मजाले पाकेर बेच्ने समय हो तर हेर्नुहोस् 2 महिना अगाडि यो अक्टोबरमा यस्तो के अरे यो वर्षाले यो ल्यान्ड साइड यस्तो विक्रान्त रूप लिएर डल्लै हेर्दाखेरि डल्लै वेस्ट भएको रहेछ सब झऱ्यो हेर्नुहोस् त रुखमा लागेर फर्किँदाखेरि ढुङ्गाले लाग्दा ड्यामेज हुँदा माटोले हिर्काउँदा सब सुन्तला फलेको चाहिँ भुइँभरि बिचराको अब योलाई हाम्रो पनि अब हामी अब एउटा है एग्रिकल्चर कृषक हो हामीलाई पनि याद छ अब जुन ड्यामेज भएको छ अब योलाई के भन्छ रिभाइभ गर्नु है सुन्तलालाई फेरि त्यही फर्ममा ल्याउनु यो प्रकारको यो पहिरोहरू सोरेर त्यही हेल्दी प्लान्ट बनाउनु चाहिँ निकै टाइम चाहिँ लाग्छ उहाँलाई किनभने हेर्नुहोस् हाँगा डिङ्गाहरू सबै भाँचेको रहेछ रुखहरू पनि यो ढुङ्गाले लागेर माटोले थिचेर अनि अर्को चाहिँ के हामी पनि पास्ट एक्सपिरियन्समा किन यस्तो भएको हो कि हाम्रोपट्टि पनि अब जुन चाहिँ तपाईँले यो माटोले थिचेको हुन्छ नि अब यसलाई चाहिँ तपाईँले एज सुन एज है छिटो छिटो यसलाई क्लियर गर्ने भने चाहिँ यो जराहरू कुहिन्छ है बोट चाहिँ ठाडै जान्छ यो चाहिँ फेरि हामीले किन मेरो पनि हाम्रो पहिरो गएको त्यसरी चाहिँ हामीले नरगाँसहरू पुरा माडी पठाएको कि सो हाम्रो त तपाईँको काका पऱ्यो तपाईँले चाहिँ अब मान्छे लाएर हुन्छ के हुन्छ अब हामीलाई पनि भन्नुहोस् केटाहरू बोलाएर यो तपाईँको चाहिँ क्लियर चाहिँ गर्नुपर्छ सफा गर्नुपर्छ यो वर्ष त तपाईँको यो के अरे अब नष्ट त भयो खेतीबारीहरू यत्रो प्रडक्सन भयो र पनि अब तपाईँले एउटा नहिचकाउनु है ल तपाईँले अब अन्यथा नसोच्नुहोस् यस्तो भएन हामी एउटा हामी गाउँ समाजमा बस्नु एउटा है केही त गर्नु पऱ्यो नि हामी के भन्छ त आशावादी हुनुपर्छ आशावादी छौँ नि त हामी यो साल फलेन पनि स्याहार्छौँ हो फल्छ कि भन्यौँ होइन जब फल लाग्छ त हामी राम्रो फल्यो भने फल लागेन भने अर्को साल त फल लाग्ने भन्दै हामी गरिरहेको होइन त्यही भन्नु मैले भनेको चाहिँ नि अर्को सालको लागि चाहिँ उहाँले यो चाहिँ सेयर चाहिँ गर्नुपर्छ गर्नु पर्यो यो चाहिँ फेरि तपाईँको जरा कुहिन्छ फेरि किनभने हाम्रो पनि भएको यस्तो कुरा हेर्नुहोस् पुरा चाहिँ गाडिरहेको रहेछ हिलोहरू गाडेको रहेछ ढुङ्गाहरू आएको रहेछ यो त सफा गर्नु पर्यो नि अब ल फेरि तपाईँले सरकार कसले गर्छ भने चाहिँ आशा नगर्नु हामी छ समाज छ एउटा फर्स्ट एड हुन्छ नि जुन गर्ने काम चाहिँ फर्स्ट एड हामीले चाल्नु पर्यो भन्नुहोस् समाज छ हाम्रो यता त गरेर ल तपाईँले के भन्नुहोस् अब तपाईँले एक दुईवटा भनिदिनुहोस् न तपाईँको एउटा के शब्द हामी आशावादी भएर काम गरेको थियौँ एकदम बुढो भइगयो हामी भनिदिनुहोस् होइन मेरो त्यसो समाज साथी समाजहरूले पनि मलाई चाहिँ हौसला दिइरहेको छ म खुसी छु है अब गभर्मेन्टले अहिले कहिले दिने के गर्ने त्यो त हामीलाई अहिले छैन उनीहरूको हेडमा आउँदैछ मलाई त फिलहाल यो साना सिनिक गर्नु चाहिँ मलाई चाहिँ अब अलिक एक्लैले त असम्भव कुरो छ यो कुरो चाहिँ यो चाहिँ एक्लैले चाहिँ नसक्ने कुरो छ ढुङ्गाहरू हेरिहाल्नुहोस् अब त्यो ढुङ्गा 2 जना 3 जना त अब हम्बर चाहियो छिनो चाहियो झ्याम्पर चाहियो होइन र साथी समाजहरूले पनि अब कति हेल्प गर्छु भन्दैछ यो सहयोगी भाइले भने जस्तो यो साना सिङ गरेन भने चाहिँ मेरो अर्को पालिको लागि चाहिँ त्यो छैन जुन चाहिँ चरा कुने है यो अब जति हिर्कायो त्यो सबै यो रोग लाग्छ त्यसलाई रोग लाग्छ भनौँ न त्यो पिल्चीपछि चाहिँ रोग लाग्छ अन्त त्यही साथी समाजहरूले दाजु तपाईँको कति जस्तो अब यो पहिरो त अब सबै मिरिकभरि नै असर परेको छ होइन अब तपाईँको पनि अब धेरै नै असर परेको रहेछ तपाईँ एउटा कृषक हुनुहुन्छ अब सुन्तला तपाईँले एकदम मजाले गर्नुभएको सबै म्याच्योर्ड बोर्डहरू मात्रै मैले देख्दैछु सबै म्याच्योर्डै छ अब कस्तो खालको तपाईँलाई क्षति भयो अलिकति हाम्रो अब दर्शकलाई पनि बताइदिनुहोस् के कसो भन्नुहुन्छ तपाईँको आफ्नो अब के भन्नु म त के